नमस्ते अनि सबैलाई स्वागत छ मेरो च्यानलमा। आज पनि फेरि अर्को भिडियो लिएर आएको छु। यदि मन परेमा लाइक सेयर अनि सब्सक्राइब पनि गरिदिनु होला, धेरै धेरै सपोर्ट पनि गरिदिनु होला। आज चाहिँ दुबईतिर घुम्न गएको थियो। दुबई घुमेको भिडियो चाहिँ हाल्न पाएन, तर साँझतिर चाहिँ स्विमिङ जाने प्लान भयो साथीहरूको। अनि त्यो साँझको भिडियो चाहिँ हालेको छु स्विमिङको चाहिँ। सो हेरेर इन्जोय गरिदिनु होला अनि लाइक सब्सक्राइब अनि शेयर पनि गरिदिनु होला। धन्यवाद। और अगर तुम लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती, मुझे नहीं पता, बस क्लिक। Two hours later. स्विमिङ पुल होइन, यहाँबाट टक्क माथि आकाश केटाहरू पौडी खेल्छ होइन। म चाहिँ अनि भिडियो खिच्ने बस्ने, पौडी खेल्न आउँदैन, गाह्रो छ पौडी खेल्न आएपछि। ये बड़ी अच्छी बात कही आप। केटाहरूको कम्पिटिसन चल्दैछ। यसले होइन त स्विमिङ पुलमा नडुब्न सिक्दैन क्या, यसले आएर नडुब्न सिक्दैन। बुढ़ी बनाया था बहुत तेज हो रहा है, बहुत तेज हो रहा है। तर म अल्टोमा बस्छ ल। म तल बसिरहेको छु, म तल बसिरहेको तू समझा? हाँ। नहीं, तू समझा नहीं। के बोले भाइ? अब के बोले के छ थाहा बोले? गाइस स्विमिङ पनि खेल्दै होइन, पौडी खेल्न चाहिँ आउँदैन, तर केटाहरूसँग यसो पानीमा डुबेको स्विमिङ पुल होइन। यहाँ बिल्डिङ फेरि ठुलो छ क्या, बिल्डिङ माथि आकाश यस्तो छ। स्विमिङ पुल चाहिँ यहाँ छ। अहिले दुबईमा चाहिँ एकदम गर्मी छ क्या, यसो स्विमिङ खेल्न आएको। गरौँ भाइ, यो त एकदम थाक्यो भने भिडियो बनाउँदैछ। धेरै पौडी खेल्ने मै हो केटाहरू भन्दा होइन।
केटाहरू खतरा खतरा पौडी खेल्छ आफू चाहिँ यताबाट जाउँ न दुईवटा नेपालको खतरा खतरा सिनियर अब यहाँबाट नेस्ट्रोमा जान्छौँ तरकारी सरकारी किनेर घरतिर लागिन्छौँ नेस्ट्रो यहीँ छ यहाँ बसेर अब हेरौँ तरकारी के हुन्छ